नमस्ते शालोम नमस्ते आदरणीय दर्शकहरू यो चाहिँ हाम्रो अगापि चर्चको सेफ्टी ट्याङ्क र टोयलेट भूकम्पले भत्काएको अवस्था छ र यसको हामीले मर्मत गर्न सकेका छैनौँ बजेट अभावको कारण र यहाँ चाहिँ हामीले वाल लाउने भनेको थियौँ यहाँ पनि वाल लाउने बजेट नभएको कारण यो पनि रोकिएको छ र हामीलाई साह्रै गाह्रो परेको अवस्थामा हामी छौँ र यहाँ वाल लाउनु पर्ने सेफ्टी ट्याङ्क भत्केको छ बनाउनु पर्ने र यहाँ हाम्रो एकजना विश्वासीले हाम्रो यो अवस्था देखेर यो ब्लकहरू दिनुभएको छ तर त्यो ब्लकले मात्र नहुने यहाँ ढुङ्गा ल्याएर ढुङ्गा लाउनु पर्ने छ र ढुङ्गा बालुवा सिमेन्ट किन्ने पैसा नभएर हामीले प्रार्थना गर्दैछौँ। तपाईँहरू प्रार्थना गरिदिनुहोस् हाम्रो यहाँ यो टोयलेटको सुरक्षा गर्न सकियोस् र यो पुरै चर्च नभत्कियोस् र त्यो उसको सदुपयोग गर्न सकियोस् भनेर हामीले गरेका छौँ र यो अवस्थामा हामी छौँ। हाम्रो यो पछाडिको भाग हो यहाँ चाहिँ वाल लाउनु पर्ने भनेर हामीले प्रार्थना गरिरहेका छौँ। धेरै समय भयो 2074 देखि प्रार्थना गरेछौँ। यहाँ चाहिँ एकजना विश्वासी बहिनीले आफ्नो अस्थायी घर भत्काएर हामीलाई यो यता वाल लाउनलाई केही डोनेसन गर्नुभएको छ र यो टहरामा हामी चाहिँ बाल सङ्गति गरिरहेका छौँ। यो टहरा पनि अब कति जेल भत्किन्छ थाहा छैन तर पनि प्रार्थना गरिदिनुहोस् र यो भित्र हाम्रो बच्चाहरूको बाल सङ्गति सन्डे स्कुल हुन्छ यो हलमा भने हामी चाहिँ यतापट्टि सङ्गति गर्छौँ। यहाँ हाम्रो यो मण्डलीको चाहिँ आराधना हल हो भने यो चाहिँ हाम्रो मण्डलीको साइनबोर्ड हो अगापे मण्डली अगापे चर्च। हामीले मध्यपुर ठिमीमा सुरु गरेर यहाँ चाहिँ अहिले सूर्यविनायकमा छौँ। प्रार्थना गरिदिनुहोस्।